हिजोदेखि नै यो रौतहटको सदरमुकाम गौरबाट चाहिँ यो कार्यालय कर कार्यालय सार्ने जुन विषयमा विवाद उत्पन्न भएको छ अनि यहाँका स्थानीयदेखि व्यापारीहरू लगायत राजनीतिक कर्मीहरू पनि यो आन्दोलनको समर्थनमा उत्रेका छन्। अनि तपाईँ आफै उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुनुहुन्छ रौतहट गौरका, अनि यो कार्यप्रति यो सरकारको जुन यो निर्णय छ निर्णयलाई तपाईँले कुन रूपमा लिनुभएछ अनि यो अस्ति पनि तपाईँहरूले विरोध गर्नुभएको थियो तर त्यो विरोध कहाँ रुक्यो अनि के कारणले रुक्यो थियो अनि हिजो एक्कासी चाहिँ सबै सामानहरू गाडीमा लादेर यहाँबाट लग्ने जुन प्रक्रिया चाहिँ अगाडि बढाइएको थियो त्यो पछि विवादको कारण रोकियो, त्यसलाई कुन रूपमा तपाईँहरूले लिनुभएछ? यहाँ सबभन्दा पहिला त यो जुन विरोध कार्यक्रम छ हिजो र आज अनिश्चितकालीन बन्दीको रौतमा हामी पहिला पनि सङ्घर्ष गरेका थियौँ। करदाता सेवा कार्यालय जुन सरकारले खारिज गरेको थियो, हाम्रो माग छ कि करदाता सेवा कार्यालय यहाँ रहिरहोस्, खारिज नहोस् र आन्तरिक राजस्व कार्यालय पूर्ण कर कार्यालय जुन हुन्छ जुन सिमराबाट छ त्यो स्थापना होस्। त्यसको लागि हामीले आन्दोलन गऱ्यौँ। सिडिओ साहेब, सिमराको चिफ साहेब उहाँहरूसँग बसेर एउटा सहमति पनि गऱ्यौँ कि यहाँ कर कार्यालय रहन्छ नै होइन, अनि त्यस हिसाबले काम हुन्छ। हिजो अचानक चोर शैलीमा एउटा अदृश्यको हिसाबले आएर सामानहरू उठाउन लाग्दै थियो। म केही कारणवश चन्द्रपुर गएको थिएँ, तबसम्म आइसकेपछि यहाँ वृहत रूपमा भयो, हामी सहभागी भएको छौँ। यो कुराको घोर भर्सना गर्दछौँ। सरकारले अहिले 3-3:30 बजे हाम्रो सिडिओ साहबहरूसँग कुरा पनि छ, करको मान्छेहरू पनि आइरहनु भएको छ। सकारात्मक निस्किन्छ भन्ने सम्भावना छ, निस्किँदैन। हाम्रो पूर्ण क्लियर के कुरा के छ कि हाम्रो कार्यालय यहाँ सुचारू भइहाल्यो, अरू केही सहमति लिखित फिखित यताउति केही छैन। कार्यालय यहाँ 2 जना कर्मचारी राखेर सुचारू गरिदिनुहोस्, हाम्रो बन्दी त्यति बेलै खुलिहाल्यो, कसैले केही भन्नु नै छैन। जबसम्म खुल्दैन तबसम्म यो अनिश्चितकालीन बन्दी रहन्छ। यसमा सबै उद्योगी व्यापारी सक्रिय रूपले सहभागी पनि छन्। अरू साथीहरूलाई पनि आउन, पत्रकार, राजनीतिक दल सबैले एकबद्धता पनि जनाएको छन्। नागरिक समाज सबैजनाको सहयोग रहोस्, यही अपेक्षा। जस्तो यो कार्यालय यहाँबाट सार्नको लागि सरकारले कस्तो किसिमको चाहिँ निर्णय गरेर अनि के कारण देखाएर यहाँबाट सार्न खोजे हो? त्यो सरकारले झुटै एउटा मधेसीलाई जहिले पनि दमन गर्ने सोच राखेर एउटा निर्णय गरेको छ। अब यहाँको व्यापारीलाई यो 1.25 किलोमिटरको सिमरा लगेर एउटा कर तिर्नलाई, एउटा कर समायोजन ल्याउनलाई, कुनै काम गर्नलाई सिमरा बोलाउनु भनेको राज्य सबै कुरामा आफ्नो एकत्रित निरङ्कुशता लाद्न खोजिरहेछ। जुन जनताले घर दैलोमा पाइरहेको सेवा थियो त्यसलाई सिमरा लगिरहेछ। एक दिन आउन जान लगाएर मान्छे त्यहाँ गएर काम गराओस् भन्ने यो सरकारको बदनियतपूर्ण तरिका हो। यसको हामी घोर विरोध गर्दछौँ र यसको लागि जेसम्म सकिन्छ त्यो हामी सङ्घर्ष गर्छौँ, विरोध गर्छौँ। करदाता सेवा कार्यालयको चाहिँ भूमिका चाहिँ के हो? यहाँ जनताले त्यहाँबाट पाउने चाहिँ सेवा सुविधा के कस्ता हुन् अनि यहाँबाट भोलिको दिनमा सरकार त्यो कार्यालय सर्यो भने सरकार यहाँका जनताले के किसिमको समस्याहरू अब भोग्नु पर्ने हुन्छ? यहाँको जस्तै सेवा कार्यालयले हजुरको प्यान भ्याटको दर्तादेखि लिएर त्यसको परामर्शका कुराहरू, त्यसको कर समायोजनका कुराहरू, हजुरको कर चुक्ताहरू निकाल्ने प्रक्रियाहरू लगायत अन्य थुप्रै कामहरू छन् जुन करदाता सेवा कार्यालयले गरिरहेको थियो। जस्तै अहिले हजुरको हाम्रो कोलनिकाबाट अलिअलि काम सुरु गरेछ। हामीले त्यहाँ गएर सोध्यौँ भने यहाँ कर चुक्ता लिनलाई पनि पहिला 10 मिनटमा कर चुक्ता आउँथ्यो, त अहिले लगभग 2 दिनमा 3 दिनमा कर चुक्ता आइरहेछ। मान्छे केही सामान्य कुरो पनि भन्छ सिमरा पठाइदिनुहोस्, त हामी घर दैलोमा सरकार खोजिरहेछौँ, घर दैलोमा पाइरहेको सेवा अनि सिमरा गएर माग्ने त? अनि यो कार्यालयको त आफ्नै सबै भवनहरू छ, सबै संरचनाहरू, सबै व्यवस्थाहरू हुँदाहुँदै पनि यो यहाँबाट सार्ने त झन् अप्ठ्यारो हुन्छ। यही त सरकारको सोच हमेसा मधेसप्रति नराम्रो रह्यो। यो हाम्रो भवन पनि बनेको छ त्यही हिसाबले कि पूर्ण कर कार्यालय स्थापना होस्। त्यहाँ चिफको कोठा बनाएको छ, हल बनाएको छ, पूर्ण अफिस व्यवस्थित गरेको छ। अब यसलाई पूर्ण यो 15 वर्षको भन्दा बढी नै भयो होला त्यो कर कार्यालय हाम्रो। पहिला हामी उद्योग वाणिज्य सङ्घको घर दिएर उहाँहरूलाई राख्यौँ, पछि आफ्नै भवन भइसक्यो। अब यसलाई यस्तो उन्नति गर्छ कि भएकै कुरालाई मान्छेले हटाउँछ भन्नुहोस् त। अनि यो जस्तै यो विगतका दिनमा जुन चाहिँ 70 सालमा चाहिँ यहाँबाट सेवा कार्यालयहरू सार्ने जुन कार्य भयो, दिनमा चाहिँ विरोध हुने, रातिमा सबै सामग्रीहरू लादेर गाडीमा लगे थियो, त्यसै यहाँबाट लग्यो भने तपाईँहरूले के गर्नु? हामी त्यस कुरामा पूर्ण चौकन्ना छौँ। हाम्रो व्यापारी साथीहरूले ग्याप गरेर 2 जना 4 जना 5 जना साथीहरूले ग्याप गरेर राति पनि निगरानी गरिरहेछ। एउटा मेसेज आउने बित्तिकै पुरै व्यापारी हामी ओर्लिआछौँ, त्यो हामी चल्न दिनेवाला छैनौँ। यसरी हाम्रो प्रशासनका साथीहरूले, सुरक्षा समितिका सरहरूले आश्वासन दिनुभएको छ कि राति केही त्यस्तो एक्टिभिटी हुँदैन। हामी पूर्ण तैनात छौँ, न दिनमा लान दिन्छौँ न रातमा लान दिन्छौँ। त्यसको लागि जे सङ्घर्ष गर्नुपर्छ आर पारको लडाइँको लागि हामी रेडी छौँ।